समीपुर स्कुलको व्यवस्थापन समितिको अध्यक्ष दाजु। अनि हामी फेरि दाजुभाइ 79को चुनावमा चाहिँ सँगै उम्मेदवार पनि हो। फेरि दाइको मैले त्यो बेला सुने चाहिँ म चाहिँ यो शिक्षा स्कुल चाहिँ यहाँ 35वटा, त्यो बेला 35वटा थियो होइन, त्यो चाहिँ अहिले 2टा घटेको छ अरे होइन। त्यो सुधार स्कुल सुधार भयो भने सबै कुरा सुधार हुन्छ भन्ने मेरो बुझाइ कि, किनभने हामी यहाँसम्म पुगे नि त्यही पढेर चेतनाको स्तर विकास गरेर हो। यो बाटो राम्रो त चाहिन्छ नै, तर बाटो घाटो उद्योग धन्दा भन्दा सबैभन्दा अगाडि चाहिँ स्कुलै राम्रो हुनुपर्छ। अनि कालिकाको स्कुल मध्येमा दाइले बनाउनु भएको, दाइले चाहिँ नेतृत्व गर्नुभएको स्कुल चाहिँ राम्रो छ भन्ने सुनेको। आज यही बाटो हिँड्दा फ्याट दाइ चाहिँ अब गेटबाट भित्र छिर्न लाग्नु भएको बेला लाग्नु भएको थियो। मैले दाइलाई ट्याक्क बोलाइहालेँ फर्केर आएर। दाइले अब हामीलाई चाहिँ भिजिट गराउँदै हुनुहुन्छ। दाइले यहाँ कसरी डोनेसन अथवा कसको सहयोग लिएर के यहाँको यसो छोटकरीमा, अब यसको त लामो हुन्छ कथा त होइन, कथा लामो हुन्छ। पहिला चाहिँ 1-5 मा 16 जना भएको स्कुल हो यो। 16 जना है? हजुर। 2068 सालमा मैले त्यही देखेर नै यो स्कुलको अध्यक्ष म गर्छु भनेर अनि मेरो बाबुलाई बोर्डिङबाट निकालेर चाहिँ यहाँ मैले भर्ना गरेर आफै बच्चा राखेर अनि सुरु गरेर 35 जना बच्चा सञ्चालन गरेर र 68 सालको वैशाखमा 2 जना निःशुल्कमा टिचर राखेर इङ्ग्लिस मिडियममा सुरु गरेको मैले। अनि अब त्यसै काम गर्दै जाँदाखेरि अब विभिन्न संस्थाहरू भेट भए अहिले जस्तो यो क्यान्टिनको कुरा आयो। यो सेकेन्ड बेस्ट नेपाल भन्ने चाहिँ छ यो क्यान्टिन चाहिँ हाम्रो कालिका नगरपालिका र उसको मातहतमा 2 जनाको उसमा चाहिँ यो बनेको बजेटमा यो चाहिँ भनेपछि यो चाहिँ क्यान्टिनको भवन होइन सर। र एकचोटि हाम्रो फेसिलिटिजहरू हेरौँ न दाइ होइन, छोटकरीमा होइन। दाइले अलिअलि सुरुवातै अब 16 जना कति विद्यार्थी कति थियो अरे पहिला सुरुमा? जम्मा 16 जना भने त दयनीय अवस्था रहेछ नि त त्यो त। अब हामीसँग यो हाम्रो अफिस हो। यो चाहिँ हाम्रो कार्यालय भयो एडमिनिस्ट्रेसनको होइन। ईश्वरी लामी छाने भनेर यसरी सूचना अधिकारी पनि राख्नु भएको रहेछ। मैले प्रायः स्कुलमा देखेँ जस्तो लागेको छैन यो पनि। खानेपानीको धारा, हजुर धाराको यो पनि चाहिँ तातो चिसो नर्मल खानेपानी यो 5 लाखको मेसिन हो यो। यो तातो चिसो स्कुल बिदा भएको हुनाले आज यसो फोहोर देखिएको छ। होइन यत्रो दिन ग्याप हुँदा पनि सरसफाइ चाहिँ अहिले पत्कर यताउता फोहोर त खासै देखिएको छैन। यतिको लागि त यो मैले स्कुल भिजिट गरे अनुसार चण्डी स्कुल भन्ने थियो कि यो उतिरको रहेछ कि खैरानीको। सरसफाइमा चाहिँ 1 नम्बर लागेको थियो कि मलाई त्यो। तर यहाँ पनि मैले त्यस्तो केही फोहोर भनेपछि अब यत्रो दिन ग्याप हुँदा नि स्कुल खोलेपछि त्यहाँ फोहोर भने एउटा कागज टुक्रा पनि देख्न पाइँदैन। त्यहीँबाट सुरु हुन्छ कि सरसफाइ भनेर चाहिँ पहिलो स्ट्यान्डर्ड हो होइन। स्कुल बस भयो। यो स्कुल बस पनि नेपाल सरकारको यो यतापट्टिको बस चाहिँ वडा कार्यालयले चाहिँ र नगरपालिकाको 2 जना ऊ भएर चाहिँ 29 लाख रुपियाँ उहाँहरूले दिनुभएको। अनि 2,75,000 स्कुलले हालेर 31,75,000 नगदमा किनेको। पल्लो चाहिँ बागमती प्रदेशले दिएको 25 लाखमा भन्सा छुट गरेर लिएर आएको। भन्सा छुट गरेर लिएर आउनु भयो तपाईँले पहल गरेर हजुर गर्नुभयो। अनि यो चाहिँ कक्षा कोठाहरू अब अहिले एकदमै हामीसँग कोठाहरू अभाव भएर 10सम्मै हो दाइ यो 10सम्मै हो। एससीको हजुरले सुरु गर्दा त 5 भन्नुभयो 5 थियो अन्त त्यसै बिस्तारै 6, 7, 8 हुँदै अहिले 10सम्म चाहिँ हो। अहिले 3 वर्ष चाहिँ एससीको रिजल्ट कालिकामा चाहिँ हाम्रो ह्याट्रिक हो। कालिकामा है? कालिकामा भनेपछि त धेरै राम्रो रिजल्ट हुन्थ्यो त होइन। कतिजना हो यसरी? पोहोर चाहिँ 35 जना देखेँ, अहिले चाहिँ त 29 जनाले दिनुभएको छ। अब कतिजना पास हुन्छ थाहा छैन, रिजल्ट आएको छैन। पोहोर चाहिँ 100मै 100 अनि पहिला भटिनीमा दिँदाखेरि 100 हो। त्यसपछि 86%। 86 पोहोर चाहिँ चितवन जिल्लामा चौथो भएको। चौथो है? हजुर। 16 त्यस्तो अवस्थाबाट चाहिँ चौथो अवस्थामा ल्याउनु भने त धेरै राम्रो। हाम्रो अहिले चाहिँ राईमाई सर के हुनुहुन्छ है? उहाँको घर चाहिँ भटिनी हो। धर्मेन्द्र सर हुनुहुन्छ। उहाँ आएपछि नि अलिक स्कुलले अलिकति पिकअप चाहिँ नेतृत्व चाहिँ तहमा हजुरहरू 2 जनाको ठुलो पहल देखियो होइन। अब अहिले यतापट्टि एउटा नयाँ भवन बनिएको छ। क्षेत्रफल चाहिँ यति नै हो कि दाइ? त्यो पछाडिको जग्गा चाहिँ हाम्रो हो कि होइन? त्यो जग्गा चाहिँ 38 कट्ठा छ। हजुर। 3 कट्ठा चाहिँ नम्बरी र 35 कट्ठा चाहिँ यो पदमपुर स्थानान्तरण आयोगले स्कुललाई दिएको जग्गा हो।
यो स्कुलको नाममा आइसकेको छ नि। यतापट्टिको चौर पनि स्कुलकै हो। अनि यतातिर भवनहरू पनि छन्। अहिले यतापट्टिको भवनमा अहिले हाम्रो पालिका नगरपालिकाका मेयर विनोद रिङ्मिलाले नयाँ बजेट 65 लाख रुपियाँ अहिले नयाँ भवन चाहिँ 65 हालिदिनु भएको छ। हालिदिनु भएकोमा अब टेन्डर हालेले 49 लाखमा हाल्यो। यता भित्रपट्टि त राम्रो एरिया रहेछ त होइन यति। यहाँ थियो खाल्टो थियो, यो अहिले ल्याएर यो नयाँ चाहिँ हो। अब यता सरस्वतीको मन्दिर यहाँ पहिला यो जङ्गल थियो, पहिला यहाँ चाहिँ के अरे यो देवीको मन्दिर बनाएको थियो। अब अहिले सरस्वती मन्दिर, देवीको मन्दिर अन्त्य गाउँले अन्त्य लड्छ अरे त्यसो गरियो। अनि उतापट्टिको भनेपछि अब यहाँ देवीको मन्दिर अन्त्य सारेर जो सरस्वतीको मन्दिर चाहिँ राख्नु देवीकै छ अझै, तर अब यो जियोस् अहिले चाहिँ सरस्वतीकै मन्दिर भनेर हामी गर्छौँ। उतापट्टिको त्यो टोइलेट अहिले नयाँ बनिएको छ। त्यो समावेशी शिक्षाबाट 5 लाख अनि 16 लाख चाहिँ नगर र वडा गरेर 16 लाख गरेर 21 लाखको टोइलेट थियो। जस फिजिकल फेसिलिटी अहिले भइरहेको विद्यार्थीलाई कति, अहिले टोटल कति विद्यार्थी? 80 विद्यार्थी छन्। 600 भनेर धेरै राम्रो। अब 16जना विद्यार्थीको कति 68 मा हैन त? 68 मा 16 जना। 68 अब भनेपछि 69 70 मेरै पालामा फेरि मर्ज भनेर पत्र आयो। 14 वर्षमा तपाईले जियोस् यसलाई नम्बर 1 नै 16 वर्ष नम्बर 1 नै भन्नु पर्यो यो त हैन। नम्बर 1 मै ल्याउनु भयो हैन। बडा खुसी लाग्यो दाइ। अब आज भिडियो चाहिँ यतिमै अन्त्य गरौँ। यसको कथा डिटेलमा अहिले चाहिँ हामीले यो केही पनि हैन, यो चाहिँ थोरै यसो 16 जनाबाट सुरु भएर 600 जनासम्म बुझौँ, त्यति बुझौँ र यति पूर्वाधार पहल हैन, यति पूर्वाधार बनाएर जुन पहल गर्नुभएको छ, यो पहलको अब कसरी गरियो, के गरियो, कहाँ ल्याइयो भन्ने थोरै समरी आयो। दाजुलाई एकदमै धेरै धन्यवाद छ। हाम्रो गाउँको पनि न्युरेनी स्कुललाई चाहिँ अलिकता माथि लानु पर्यो भनेर मैले चाहिँ कसरी गर्न सकिन्छ भनेर यसो बुद्धि, मेरो चाहना पनि त्यो सरकारी विद्यालय राम्रो बनाउनु पर्छ भन्ने चाहिँ हो। त्यो भइदियो भने चाहिँ अलिकति कम्पिटिटिभ भयो, व्यावसायिक गर्न पर्यो। किन भन्दा अब हामीले चाहिँ बोर्डिङलाई चाहिँ यस्तो सरकारले यस्तो नीति ल्याइदियो हुन्थ्यो, बन्द गरिदिए। अब कहिलेकाहीँ चाहिँ अब यो तलबाट चाहिँ नारायणीदेखि चाहिँ गाडी आइरहेको देख्दाखेरि दिक्क पनि लाग्छ होइन। तर होइन, त्यो त बन्द गर्ने भन्ने कुरा चाहिँ नेगेटिभमा गयो। हामी चाहिँ कम्पिटिटिभ हौँ, किनभने कम्पिटिटिभ भइसकेपछि अब त्यो जे हो नि, अब यो हामी स्वतन्त्र हिसाबले हाम्रो चिजलाई हाम्रो संस्था विद्यालयले पनि निजी विद्यालयसँग कम्पिटिसन गर्नु, त्यही प्रतिस्पर्धात्मकमा जान पर्यो। अब हामीले पोलिसी चाहिँ अब ओपन पोलिसी छ होइन, त्यसलाई चाहिँ प्रतिस्पर्धात्मकमा उत्रिन पर्यो। सबै अब यत्रो संरचनाहरू छ, प्रायः यहाँ बोर्डिङहरूको म देख्छु एउटा सामान्य टहरा जस्ता र एउटा ब्लक लाएर पनि चलाएको बोर्डिङहरू पनि राम्रोसँग गरिरहेछन् भने के छ भने राज्यले चाहिँ अब यत्रो लगानी गरेछ होइन। अब बोर्डिङमा त निजीले आफैले लगानी गर्ने हो, तर राज्यले यत्रो लगानी गर्दै गर्दा कतिपय ठाउँमा चाहिँ अब सरकारी टिचरको लापरवाहीले धेरै विद्यालयहरू मर्ज भएछन्। मर्ज बन्द हुने अवस्था छ। यही हाम्रो विद्यालय पनि बन्द हुने अवस्थामा थियो। मर्जको पत्र पनि आएको थियो होइन। त्यो भएर चाहिँ अब यो हजुरले भिडियो चाहिँ के अरे अब खिचिहाल्नु भयो। म के भन्न चाहन्छु, जति पनि सामुदायिक विद्यालयहरू छन् उहाँहरूले चाहिँ त्यो विद्यालय बनाउनको लागि चाहिँ योगदान गर्नु पर्यो, टिचरहरूले र व्यवस्थापन समितिले र अभिभावकले नि माया गरिदिनु पर्यो। किन भन्दा अब बच्चाबच्चीहरूलाई चाहिँ अब सार्वजनिक संस्था जोगाउनु पर्छ भनेर भर्ना गरिदियो, सबै आइदिनु भयो भने चाहिँ बिस्तारै चासो दियो भने चाहिँ कतिपय स्कुलमा के छ, सरकारी स्कुलमा पढाउनुहुन्छ तर आफ्नो बच्चा चाहिँ बोर्डिङमा पढाउनुहुन्छ, त्यो नै समस्या छ। विश्वास नभएको हो। किनभने आफ्नो यो विद्यालयमा चाहिँ यहाँ पढाउने टिचरले यहीँ नै पढाउनुहुन्छ। ल एकदमै राम्रो दाइ, खुसी लाग्यो कि त्यो बेला अब यो कालिका नगरपालिका विकास गर्नुपर्छ भनेर दाजुभाइ अब सँगसँगै उठेको पनि हो होइन। हामीले एउटा क्षेत्रमा त्यो भने यस्तो त्यो बेला भोटकै हिसाबले गर्दा हामीले एउटा उपस्थिति जनायौँ कि, तर हामीलाई काम गर्न त रोकेको छैन नि त, एउटा आफू बसेको परिवार, आफ्नो टोलको एउटा संस्था माथि लैयो भने सबैले, हजुरले आफ्नो ठाउँको यो लानुभयो, मैले मेरो ठाउँको लगाएँ, अर्कोले अर्को ठाउँ लगायो भने ओभरअलमा देश बन्ने नै यसरी हो होइन। किनभने संस्थाको विकास हुनु पर्यो होइन दाइ। ल दाजु धन्यवाद। अब यहाँ आज फ्याट दाइलाई चाहिँ भेटेपछि म फर्केर दौडेर आइहालेँ क्या। ल दाजु।